हैन सबै कुरालाई सिरियसली लिने कुराहरुलाई मनभित्र सिरियस हुन्छ नि त हरेक कुरालाई त्यो फेसमा नै ल्याएर देखाउनु पर्छ बोलीमा नै ल्याएर देखाउनु पर्छ भन्नु न तपाईलाई बीचमा नामको पछाडी यसरी हो गयो होइन भनेर भन्नु पर्छ त हैन बोली नै यस्तै छ के फेरि त्यो कुरा नजिस्किनु उस्तै श्रीमती हुन्थ्यो भने केसम्म भनेको थियौ तिमीले याद छ कि नै उले केसम्म भनेको थियो मलाई उस्तै श्रीमती हुन्थ्यो भने अस्ति एक वर्ष छुट्टिदा जग्गा करोडौंको जग्गा मेरो नाममा अनि के रे भएर मैले कति छ पैसा कति छ कति खर्च गर्नुभयो कति छ ल्याउनु भनेर माग्नु कारण चाहिँ खर्च धेरै गर्ने हातमा पैसा नटिक्ने पैसाको कुरो भनेको लेनदेन बराबर हुनुपर्छ हिसाब र पिसाब भनेको क्लियर गिनेर लिने हो गिनेर दिने हो 8 9 10 11 छैन ए फेरि रबर पनि लान्न मन लैजाउ मान योमा आउनु भएको छ बेइज्जत गर्न बाहेक अरु के नै काम छ र बेइज्जत हैन के बेइज्जत भयो फेरि मैले पैसा माग्दा नि बेइज्जत हुन्छ त माग्यो अब कति दिम त 11 लाख मात्रै पुग्छ अब म त हिसाब गरेर बस्छु कति आयो पैसा कति गयो आमामा 3 जनाको फ्यामिली छ टाउन पसलमा किन्न गयो भने एउटा कोही आयो भने त्यहाँनिर अलि माया लाग्दो तपाईले खानु त दिनु पर्छ तर आफ्नो हैसियतले भ्यासम्म दिने हो नि त अनि अर्को आउँछ अनि त्यसपछि त्यसलाई नि दिने बच्चाहरुलाई फ्रुटी जुस सबै किनेर दिने बानी राम्रो हो त्यसरी दियो भने घरको लक्ष्मीलाई यसरी दियो भने खुसी हैन यसरी दियो भने खुसी आफ्नोमा राख्यो भने दुखी यसरी लौ भनेर बैंकै खाली गरेर दियो भने गद गद खुसी पैसाको लोभी भन्ने क्या जहिले पनि कसम ल अब भएर मैले हिमेशलाई बाटो पाउ लौ मैले त्यतिखेर नि भने मसँग नबस छोरी हेर तर जुन मान्छेसँग बसेको दूर हो धेरै राम्रोको लागि भन्थे क्या मैले त्यतिखेर पनि माया त लाग्थ्यो नि त श्रीमान हो भनेको त लाने भयो लक के अझै पनि मैले भनेको ल्याऊ किन राख्ने मेरो नाममा राखम पहिला जाने होइन भन्न खोजेको हो क्या ल ओके ल ल्याऊ होला मुमा नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु हिमेश नेउपाने अफिसियल युट्युब च्यानलबाट दर्शक महानुभावहरु सबैजनालाई स्वागत छ म हिमेश म मेगाजी हुनुहुन्छ आज मेरो साथमा विशिष्ट अधिवक्ता अथवा विशिष्ट अतिथि अथवा विशिष्ट व्यक्ति मेरो साथमा हुनुहुन्छ आज खागै पस्दैन हुनु परिहाल्यो आज उहाँ हुनुको कारण के छ अथवा मसँगै यो भिडियोमा उहाँ आउनुको कारण के छ भन्दा उहाँ पक्कै पनि आफ्नो साउ ब्याजहरु लिन आउनु भयो होला नभए उहाँ प्राय आउनुहुन्न हैन सो आज उहाँ मेरो भिडियोमा आउनु भएको छ बेइज्जत गर्न बाहेक अरु के नै काम छ र बेइज्जत हैन के बेइज्जत भयो फेरि मैले पैसा माग्दा नि बेइज्जत हुन्छ त त्यो त तिम्रो बानी ब्याज लिन भन्ने कुरा हैन बानी यस्तो छ भनेर भनेको मतलब त्यो भन्न खोजे के बेइज्जत चाहिँ होइन अब साथीहरु पैसा कसको मेसेज आयो ठीक छ अब पैसा जम्मा गरम खर्च नगरम भन्दाखेरि साउ ब्याज लिन आई भन्छन् त श्रीमतीलाई त्यो जस्ट मजाक जोकिङलाई पनि बुझ्नु पर्यो साथीले हैन भन्दै एउटा कुरो यो जानकारी तपाईलाई व्यक्त गर्न चाहन्छु दिन चाहन्छु हैन सो मैले भन्न खोजेको यो मात्रै हो कि आज 2 जना किन छम भनेर भन्दा मैले अस्तिको भिडियोमा बनाएको थिए जुन हामी अलग अथवा हाम्रो विवाद आइसकेपछि जुन आफूले सेभिङ गरेको पैसा छ जो त्यो पैसा चाहिँ मेरो खातामा थियो र मेगाले मैले त्यो दिन भनेको थिएँ मेरो खातामा हुँदा पनि एउटै हो उसको खातामा हुँदा पनि एउटै हो तर उसले खोइ पैसा कति छ कति आयो कति गयो ल मेरो पैसा हालम मेरोमा हालम भनेर भनिराख्दाखेरि चाहिँ मलाई चाहिँ वाक्क लागेको थियो त्यही भएर निकालेर दिन्छु भनेर भनेको थिएँ मैले तपाईलाई लिएर आएको पनि थिएँ सो आज यो पैसा हाम्रो नामलाई जहिले पनि पहिल्यैदेखि बुढो अब त सेभ गरम पैसा धेरै फुर्मासिन पैसाको लोभी भन्ने क्या जहिले पनि कसम ल अब सेभ मैले ल्याउ म डिस्को जान्छु म केटा लिएर हिँड्छु म केटासँग डिस्को जान्छु म केटासँग लभ गर्छु भने त होइन नि त हो कि होइन भन्नु त अब के भन्नु अब यो कुरामा पनि धेरै छैन त्यो भन्न खोजेको हैन मैले मतलब मैले सेभिङै नगरम भनेर लोभी भन्न खोजे हैन कि मेरोमा हुँदा पनि एउटै हो तिम्रोमा हुँदा पनि एउटै हो मेरोमा पनि राखम तिम्रोमा पनि राखम भनेर भन्दाखेरि चाहिँ हैन मेरोमा मात्र राखम न एउटैमा राखम भनेर चाहिँ उले सोचे किन सोच्यो भनेर मात्र भनेको मतलब त्यो हो नभए चाहिँ तिम्रो एउटैमा राख्दा नि के हुने हो त नि राम्रो नि झन् घरको लक्ष्मीलाई ल्याएर लोग्नेले कमाएर
श्रीमतीलाई घरको लक्ष्मीलाई ल्याएर छोरीलाई श्रीमतीलाई ल्याएर ल तिमीहरूको नाममा राख भनेर दिनु त त्यो त धेरै राम्रो कुरा नि। एउटा श्रीमानले लक्ष्मीलाई दिएको राम्रो हो। अनि अलिकति आफ्नो खातामा अलिकति आफ्नो खातामा राख्दा चाहिँ श्रीमानको चाहिँ के नराम्रो भयो त? अलिकति होइन नि, सबै कमाएको त अहिलेदेखि तपाईँकै खातामा राख्नुभयो। अब मैले भन्न खोजे त के भनेको छु त नराम्रो होइन, नराम्रो भन्न खोजेको होइन कि मतलब ठिकै छ, यसलाई दोबारा यो कुरोलाई ननिकालौँला। अब ठिकै छ, के गरौँ, पैसा दिउँ त हजुरलाई? नजिस्काइराख ल दिउँ कि फेरि लगेर मेरो खातामा हाल? अब हेर्नु, जे कुरा गर्दा पनि यो राम्रो हो के, यो एटलिस्ट भ्लगर्स भएर एउटा कन्टेन्ट पनि बन्छ, सिधा कुरा बोल्ने मान्छे। प्लस अब श्रीमतीलाई दिएँ है भन्ने पनि हुन्छ होइन, अनि मैले पनि पाएँ है भन्ने पनि हुन्छ। सबै आफू अहिले नपाउँदै नै त यसको नाकको पाल यति ठुलो भइसक्यो, हातमा परेपछि पैसा कति यहाँ सिंगान आइसक्यो, नाकमा आएको पाल ठुलो हुनु होइन। यस्तो सिगान त उसको आइरहेको स्याक्क गऱ्यो होइन, मलाई चाहिँ सिगान मेरो कहिले पनि सिगान आउँछ। अब पाएँ है, अब त कारोबार श्रीमान श्रीमती बच्चा भनेर पनि ऊ छैन क्या, जमाना छैन, कसम से हो। श्रीमान श्रीमती छोरछोरीको लागि बस्नुपर्छ बाँच्नुपर्छ भन्ने जमाना छैन जस्तो लाग्छ के। किनभने आमा बाउ भनिन्छ नि, मलाई त त्यो जमानै गयो जस्तो लाग्छ। जोसँग सम्पत्ति छ त्यो आफ्नो, जोसँग सम्पत्ति छैन त्यो केही पनि जिन्दगीमा कसैले गन्दा पनि गर्दैन। पावर र पैसा भनेको त मान्छेलाई यति पुँजीपति बनाउँदो रहेछ, त्यसले यति शक्तिशाली बनाउँदो रहेछ त्यसले जस्तो लाग्छ क्या मलाई आजकल। त्यही भएर म त कसैलाई पनि विश्वास गर्दिनँ, न म छोरी। माया त लाग्छ, फेरि विश्वासको कुरा गर्दैछु। छोरीको जति माया कसको लाग्छ, आफ्नो श्रीमानको जति माया कसको लाग्छ। तर एउटै कुरा हो कि यो पैसाको लेनदेनमा चाहिँ किनभने संसार म्याटेरियलिस्टिक भइसक्यो, संसार एकदमै म्याटेरियलिस्टिक, मनी 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 भइसक्यो संसार। जसले दिन सक्छ त्यही मात्रै साथी एकअर्काको, जसले लिन सक्छ त्यही मात्रै साथी एकअर्काको। यहाँ पैसा छैन दुनियाँ केही पनि छैन भन्न चाहन्छु म चाहिँ आजकल होइन। त्यही भएर पनि मैले अब अलिकति फुर्मासी गर्ने बानी पनि छ हिमेश सरको, हेर्नु है, अलिकति होइन धेरै छ एकदम। मैले चाहिँ जोगाम भन्नाले फेरि त्यो केटी उडाएर डिस्को गएर उडाउने बानी होइन क्या। घरमै पनि एकदमै छोरीले खाओस् बुढीले खाओस्, खाने हो खाने, फेरि लाउनमा पनि छैन, त्यो खाने हो। जे मन लाग्छ बरु फालियोस् खानेकुरा होइन, खुवाउने हो, मागेको चिज पुर्याउने हो, खुवाउने हो भनेर खानामै चाहिँ एकदमै फुर्मासी। छोरीको लागि अब त्यो लाउनु साउनु त हाम्रो कर्तव्य हो। खानामा पनि एकदम चाहिने वेस्टेज गरिरहेको हुन्छ, त्यो कुराहरू मलाई मन पर्दैन होइन। बरु थोरै ल्याउने थोरै खाने नि, आज एक दिन भोलि खाउला नि अर्को होइन। मलाई चाहिँ त्यो कुरा मन पर्दैन। चाहिँदा भन्दा बढी भएको भएर धेरै खर्च गर्ने भएर चाहिँ मैले चाहिँ अब फेरि अब धेरै खर्च गर्ने भने लुगामा नगर्ने, लुगा अरू कुरामा नै, खालि खाना अनि अरूलाई पनि खुवाउन है। फेरि हामीलाई अरू, मलाई पनि हो त्यो अरूलाई खुवाउन मनपर्ने चाहिँ, अरूलाई दिन अरूलाई खुवाउन पहिला पनि हो, अहिले पनि गर्छौँ त्यो कुराहरू। देखाएर गर्न छोडेँ मैले, अहिले पनि गर्छौँ त्यो कुराहरू होइन। तर मलाई चाहिँ के लाग्छ भने खर्च चाहिँ लिमिटमा गर्नुपर्छ क्या, अनि मात्रै राम्रो हुन्छ। त्यही भएर मैले कति छ पैसा, कति छ, कति खर्च गर्नुभयो, कति छ, ल्याउनु भनेर माग्नु कारण चाहिँ खर्च धेरै गर्ने, हातमा पैसा नटिक्ने, पण्डित बाजे के हो त्यो चिना सिना जन्ममिति के देखाउँदा पनि हरेक कुरा स्वास्नीको नाममा गर्नु, आफ्नो नाममा केही नगर्नु। व्यापार बिजनेस गर्न छ भने नि स्वास्नीकै नामबाट गर्नु, तपाईँको नामबाट केही चाहिँ फाप्दैन भने हिमेश सरलाई। त्यही भएर मैले पैसा माग्नु त माग्यो, अब कति दिम त? 11 लाख मात्रै पुग्छ? अब म त हिसाब गरेर बस्छु, कति आयो पैसा कति गयो। आमामा 3 जनाको फ्यामिली छ, पत्ताउनुहुन्छ। अहिले पो कमाइ छ, भोलि नहोला। मिनिमम 1,20,000 1,30,000 सकिन्छ, कमाएको सबै सकिने। अब त्यसरी कमाउने त्यति हो, कमाएको सबै सकेपछि के गर्नु जिन्दगीमा? ल अब जति कमाएर सके तापनि अलिअलि बचत छ। 11 लाख रुपियाँ भन्यो होइन। यो चाहिँ तिमीलाई किर्तिपुरको जग्गाको कागजात यो तिम्रो नाममा, यो त मेरै नाममा छ नि यो। अनि सँगसँगै केही चाहिँ नराख्नु भने तिमीलाई यो एउटा JLB को स्पिकर पनि तिम्रोलाई, यो पनि त्यो कुरा नजिस्किनु। उस्तै श्रीमती हुन्थ्यो भने केसम्म भनेको थियौ तिमीले, याद छ कि नै? उसले केसम्म भनेको थियो मलाई, उस्तै श्रीमती हुन्थ्यो भने अस्ति 1 वर्ष छुट्टिँदा जग्गा करोडौँको जग्गा मेरो नाममा, अनि
के अरे अझै कति छुट्याएर मेरो भागमा पर्छु मेरो बाबुआमाले कमाएको मेरो बाबुआमाको सम्पत्ति मलाई मेरो भागमा कति दिनुहुन्छ मेरा बाबुआमाले म तेरो नाममा गरिदिन्छु भन्दाखेरि मक्ख परेर म त रानी भयो भनेर बस्न सक्थेँ क्या म पनि अलिअलि पैसा थियो ब्याङ्कमा मैले त्यो गरिनँ नि राम्रै श्रीमती पाएको हो त्यही भएर हात हेराउने चिना देखाउने नि यही श्रीमतीको नाममा गर सबै अनि उँगो लाग्छस् भन्छ हिमेश सरलाई साँच्चै एकदमै ल धेरै नबोलिसिएला हजुरले प्लिज हात चाहिँ दुख्न सक्छ ल धन्यवाद मलाई त यो पैसा चाहिन्छ 11 लाख रुपैयाँ छ गिन्ने भए गिन्नुहोस् नगिन्ने भए नगिन्नुहोस् है फेरि पछि पहिले गिनेर लानुहोस् नभए पछि फेरि यो गर्नु लागि तपाईँले अनि के भन्छ अरे कम दिनुभएछ फेरि बिचमा झ्याली भयो भन्ने टाइपको बिचमा राजनीति भयो भन्ने टाइपको कुरो नआओस् गिने पैसाको कुरो भनेको लेनदेन बराबर हुनुपर्छ हिसाब र पिसाब भनेको क्लियर गिनेर लिने हो गिनेर दिने हो 8 9 10 11 छैन यही फेरि रबर छ रबर पनि लान्न म लैजाऊ ल मान पैसा साथी यसरी दियो भने घरको खुसी यसरी दियो भने खुसी हैन यसरी दियो भने खुसी आफ्नोमा राख्यो भने दुखी यसरी लौ भनेर ब्याङ्कै खाली गरेर दियो भने गद 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 खुसी हुनु पनि पर्छ पैसा दिएपछि कसलाई खुसी लाग्दैन हैन साथीहरु यतिसम्म पनि नबुझ्ने के मेरो श्रीमती यस्तो छ ए मजाक गर्न पनि नपाइने भने कसरी भनिरहेको छु कि कस्तो अब मेरो चाहिँ कस्तो खालकी मान्छे हो मेरो श्रीमती यस्तो छ मेरो श्रीमतीले गरेर अलि कन्जुस गरेर भनौँ गरेर त दुवैले गरेको अलि कन्जुस गरी गर्न खोजी हाम्रो लागि हो छोरीको लागि हो मेरो लागि हो गर्ने ठाउँमा मैले कन्जुस गर्ने ठाउँमा मैले गरेको छु तपाईले त कन्जुसाइ त केही गर्नुहुन्न केही गर्नुहुन्न बुढो केही गर्नुहुन्न त्यो नढाटे हुन्छ हैन यस्तो कन्जुसाइ गर्ने गोचिरी त्यसला अस्ति 10,000 2 दिनमा सकियो ल हेर्नु हैन आज ल्याए भोलि सक्यो एकै दिनमा जहिले नि त्यस्तै 20,000 भएन गोजीमा कस्तो भने त्यहाँ अहिले चाउमिन पसलमा किन्न जानु भयो भने गर्नुपर्छ मान्छेले आफूले सक्ने गर्ने हो नि त चाउमिन पसलमा किन्न गयो भने एउटा कोही आयो भने त्यहाँनिर अलि माया लाग्दो तपाईँ खानु दिनुपर्छ तर आफ्नो हैसियतले भ्यासम्म दिने हो नि त अनि अर्को आउँछ अनि त्यसपछि त्यसलाई नि दिने बच्चाहरूलाई फ्रुटी जुस सबै किनेर दिने बानी राम्रो हो तर अब त पछुताउ बुढो अब त छोरीको लागि सोच छोरी ठुली भई अब त छोरीको लागि सोच आफू खाऊ अरूलाई नदेऊ भने होइन सक्ने देऊ न भन्ने चाहिँ मेरो धारणा हो साथी म पनि दिन्छु म नि अहिले देखाएर दिन्न म पनि डोनेट गर्छु 5,000 कोलाई पठाइदिन्छु माया लागेर हैन 1,000 रुपैयाँ कोलाई दिन्छु 500 रुपैयाँ कोलाई दिन्छु तर आफ्नो उ हेरेर गर्नु पर्यो क्या हेरेर अवस्था हेरेर छोरीको मुख हेर्नु पर्यो गर्ने जति पहिल्यै गर्यौं त हैन त गर्ने जति पहिल्यै गर्यौं म चाहिँ त्यो भन्न चाहन्छु र अब मलाई चाहिँ अब त्यही हो बुढोले पैसा खर्च देऊ नि त कति दिन्छु सबै लगेर गएर भएन यसो एउटा गड्डे फुत्तै त फाल्नु उदै छ त ल बुढो खर्च भनेर लाउनुस् भनेर यसरी यहाँ राखिदिन पाए गोजीमा ल यो 1 महिनालाई खर्च गर भनेर दिन पाए जस्ट मजाक हो ल यो पनि बचेको रहेछ यो पनि लैजान यो चाहिँ 3,3500 अरु पैसा बाँकी आउन छ यो चाहिँ जस्ता बेचेको पैसा हो अझै अहिले उहाँहरूले पैसा लिएर आउनु भएको थिएन यहीँको हुनुहुँदो रहेछ अनि अहिले फोन गरेर दिन्छु भन्नुभएको छ यो चाहिँ बाँकी पैसा आउँछ है ल दिनुपर्छ घरको लक्ष्मीलाई अनि यो पैसा चाहिँ मकै बेचेको पैसा हो यो 10 30 40 50 60 70 80 90 100 10 120 130 यो मकै बेचेको पैसा ल धेरै नजिस्की राख्नु सत्य कुरालाई पचाउन सक्नुपर्छ के भयो फेरि ए बानी यस्तो छ हेर्नु नि त्यहाँ अब एउटा मुठा त्यता लुकाएको केटाकेटी जस्तो लुकाएको छैन बरै हेर्दा हेर्दै पनि क्यामेराको अगाडि के लुकाउँथे र मैले हैन जस्ट रमाइलो के कस्तो रियाक्सन आउँछ हस लानुस् भन्छ कि भनेर भनेको त न लाने भइ लको के अझै पनि मैले भनेको ल्याऊ किन राख्ने मेरो नाममा राखम पहिला जाने होइन भन्न खोजेको हो के ल ओके ल ल्याऊ होला मुमा त्यसैमा हाल्ने त्यही ब्यागमा हालेर अब म डिपोजिट गर्न जान्छु नि भोलि आफ्नो नाममा डिपोजिट गर्नु त्यो फुर्मासी गर्नेहरूको नाममा राख्नै हुँदैन ल
ल त साथीहरू यही नै थियो मैले भन्नुपर्ने कुराहरू धेरै केही थिएन मैले जे छ त्यही कुरोलाई मात्रै ठ्याक्कै देखाउने प्रयास गर्छु र बाँकी कुरो त्यस्तै रह्यो हेर्दै गर्नु होला माया गर्नु होला सपोर्ट गर्नु होला यो यस्तो नराम्रो केही पनि होइन उसले मागेर मेरोमा राख्ने नहुने होइन कि जस्ट अलिकतिमा खर्चालु भएर र एउटैमा राखौँ न भोलि बिहान सजिलो पनि हुन्छ निकाल्न जाँदाखेरि यताउता भन्ने हिसाबले पनि हो र अलिकति मेरोमा नटिक्ने भएर पनि हो पैसा मेरो हातमा अलिकति कमै टिक्छ क्या त्यही अनि त्यसपछि त्यही नै भन्न चाहे बाँकी अब धेरै कामहरू गर्न बाँकी छ तपाईले के बुझ्नु बीचमा पनि तपाईले पनि बुझ्नु पर्छ हो तपाई कसैको कुरा सुन्नु भएन बुढो हैन बीचमा पनि यति कमाउन त कमाएको हो उले महिनामा के 40-50-40 मसँग छुट्टेपछि जहिले पनि कमाएको हो 50-60 40-50 50-60 जहिले पनि कमाएको तर कतिले आफुलाई अहिले बुझ्नुहुन्छ नि तपाईलाई कतिले युज गर्न खोजेकै बुढो त्यतिखेर नि आफ्नो नाम तपाईको नाम जोडेर तपाईले त्यो बुझ्नु पर्छ बुझ्नु हुन्छ बुझ्दा बुझ्दै बुझ पचाउनु हुन्न किनभने तिमीसँग नाम थियो तिमीसँग दाम थियो नि एक्लो ज्यान कमाउँथ्यो हैन एकातिर हिँड्या थियो फ्रस्ट्रेट भएको थियो त्यतिखेर पनि पैसा देखेर मान्छेले कसरी मलाई त त्यही लाग्छ कि मेरो बुढोलाई कसैले आएर म बाटी छु हैन म बाटी पनि छु म लाटी पनि छु लाटी बाटी दुबै छु तर उ कस्तो छ नि कसैले आएर लाटो बाटो के कसैले आएर ल यस्तो है भन्दा भित्र चाहिँ बाटो हो कि लाटो हो लेन यति दे त्यसलाई झिकेर दिइहाल त अरे बोर्डमा पैसा फल्ला जस्तो के त्यो बीचमा नि कतिले उसको मसँग छुटेसी खुसी भएर उसको नाम पछाडी नाम जोडेर मसँग छुट्टाउनलाई कति कोसिस गरे के मान्छेले कति कोसिस उलाई नि मनमा थाहा छ उले भन्दैन त्यो मलाई त थाहा छ छन् भनेर भन्न चाहन्छु म त्यही भएर बुढो बाटो हुनुपर्छ आज तिमीसँग छ तिमीले पैसा दिएर मान्छे आफ्नो बनाउन सक्दैनौ यो कुरा पनि बुझिराख बुझौ नि पैसा दिएर आफ्नो बनाउन नसक्ने मान्छे भनेको मेरो जस्तो हुनुपर्छ हेर्नु है उसको पनि हो जस्तै टिभी दाइ लक्ष्मी दिदी पैसा लेनदेन पैसा दिएर आफ्नो भएको मान्छे नै होइन किनभने 7 वर्ष कोही पनि टिक्दैन थियो बिना स्वार्थ टिकेको मान्छे हो उनीहरू जस्तै साइना बहिनी 3 वर्ष भइसक्यो है मेरो छोरी जन्मेको पास्नीदेखि देखेको ऊ 3 वर्ष भइसक्यो बिना स्वार्थ टिकेको मान्छे हो मलाई पर्यो भने उसले अहिले पनि गर्छ है मेसेजमा मैले थाहा पाएँ नि त बीचको 1 वर्षमा को रहेछन् भनेर अब रबिना हैन बिना स्वार्थ टिकेको मान्छेहरू भनेको यस्तो हुन्छन् अझै को छन् सम्झनालाई चिनेको 2 वर्ष भयो हिमेशले चिन्या उ बिना स्वार्थको साथी हो के किपन टच भइराख्नै पर्दैन जिन्दगीमा त्यही भएर बिना स्वार्थको साथीहरू चाहिँ यस्तो हुन्छ भन्छु र तपाईले नि बुझ्न पर्छ लाटो बाटो भएर चाहिँ केही नै हुँदैन जस्तो लाग्छ जिन्दगीमा अब मैले भन्ने चाहिँ यही हो अब केही भन्न मन छ नि भने हस् मेरो भनाइको मतलब यति नै छ हस् थ्यांक यू सो मच फर गिभिङ मी एडभाइस उलाई त यस्तै लाग्छ चोक गरी एडभाइस दिएको म धेरै धेरै धन्यवाद हैन सबै कुरालाई सिरियसली लिने कुराहरुलाई मनभित्र सिरियस हुन्छ नि त हरेक कुरालाई त्यो फेसमा नै ल्याएर देखाउनु पर्छ बोलीमा नै ल्याएर देखाउनु पर्छ भन्नु न तपाईलाई बीचमा नामको पछाडी यसरी हो होइन भनेर भन्नु पर्छ त हैन बोली नै यस्तै छ के फेरि अब पछाडी नाम जोडेर हैन मैले सँगै मेरो छोरी हुन्थेन नि देउता मान्ने मान्छे देउताको कसम हामी सँगै हुन्थेन उ एकातिर हुन्थ्यो म एकातिर हुन्थे मेरो छोरी कस्तो छ भनेर यो घर आउने सबैलाई सोधे हुन्छ एकछिन ड्याडी टोयलेट गएने ढोका टङ गर्न जाने मान्छे हो क्या छोरी त्यस्तो छ है अनि त्यस्तो बच्चालाई म कसरी त्यतिखेर बाउ बोलाइदे भन्ने रातभरि नसुतेर साइना बहिनीलाई मेसेज गरेका दिन पनि छन् के बाउ खोज्यो भनेर त्यही भएर नभए हामी दुईजना भए त एक-एकतिर भइहाल्थ्यो त्यस्तो भए पनि हो धेरै कुराहरू छन् सुध्रिनु पर्ने सुधार्नु पर्ने यस्ता कुराहरू मान्नु पनि पर्छ र यो होइन हामी दुवैजनाको कमाई एउटैमा राख्दा र नराख्दा फरक नपर्नेवाला केही पनि छैन फरक पर्नेवाला केही पनि छैन सो जहाँ राखे पनि हाम्रै पैसा हो हामीले नै कमाएको पैसा हो यति भन्दै थ्यांक यू सो मच धेरै धेरै धन्यवाद आगामी दिनमा अझै मेरा यी नराम्रा बानीहरूलाई सुधारौँला पैसा बचाउनेतिर लागौँला पैसा खर्च गर्नुभन्दा पैसा जोगाउनेतिर लागौँला भन्दै धेरै धेरै धन्यवाद थ्यांक यू सो मच हेर्दै गर्नु होला हिमेश नेउपाने अफिसियल युट्युब च्यानल नमस्ते नमस्ते सबैजनालाई